स्वागत छ गाइस मेरो नयाँ भ्लगमा। आज चाहिँ हामी अमृत टिप्न जाँदैछौँ हमसर बनाउनलाई। हेर्न सक्नुहुन्छ गाउँतिरको नजारा। ल त गाइस अब अघितिर हेर्दै जाउँ। साथमा मेरो बुढी र मेरो छोरा पनि छन्। के आयो भन्छ गाडी तरकारी लिएर खायो तरकारी खै त के मास अब लिएर आयो भने के गर्नु त। अब कामै छैन। हामी त अब अमृत टिप्न जान्लाम। आज भोलि वनतिर धेरै हरियाली छ, तर मकै बारीमा यस्तो छ पानी परेको छैन। मकै लगाइएको छ गाइस हैन, पानी चाहिँ परेकै छैन। पहिला पर्ने हो यस्तरी घाम लागेछ। अब लगभग पुगिसक्ला छौँ गाइस हैन अमृत रुखतिर। के छ र चल्लाहरू होला नि। रुखमा चल्ला बस्या त हुन्छ नि त उसो बुजिलकारा जङमा। माथि छ अमृतको रुख। हामी चाहिँ यहाँ तल छौँ। आमा र भान्जा चाहिँ पहिले नै गइसकेका छन्। हेर्न सक्नुहुन्छ गाउँको बाटो। यो चाहिँ सिधै तल सखला जाने बाटो, यो यतै जाने बाटो, यो माथि जाने बाटो, यो हाम्रो घरतिर जाने बाटो। मैले लगा काँक्राहरू कहाँ गए? अलि माथि हो नि त हरियो भइएको थियो र। यही हो गाइस अमृत रुख। अमृत झार्नलाई हामी आएको। अस्ति नै मैले काँक्रा रुख लगाएको। यहाँ छ एउटा, त्यहाँ छ पारि। अमृतको रुख सामान पनि आइपुग्यो गाइस। अब चाहिँ म रुख्छु र अमृत झार्छु होला। ल हाम्रो भान्जा फेरि यहाँ बसेका छन् गाइस। जेसीबी लिएर आछन् अमृतको रुख। अब म चाहिँ अमृत झार्न लाग्यो है। अब अमृत झारिसकेपछि बनाउँछु। ल बाई बाई गाइस। म केही भन्न ठुल्ठुला साह्रै साना नझार्नु न। यहाँ कति शीतल छ तपाईँले बुझाउनु। आउँदा झ्याउ लाग्छ र मात्रै यही बस्नु। मैले त बाबुले लिएर यही सुकाउनु पर्दाखेरि तिमीलाई पर्छ नि के अरू हुँदैन। कानमा पस लागे भिडियो बनाएको त यहाँ कामै नलाग्नु भइगयो बोलिकन। भयो नबनाइदिउँ। आइसक्यो लाइक गर्ने लाइक फेरि राख।
ल गाइस हाम्रो चाहिँ लटरम्मै झऱ्यो है पुरै बारीभरि पागा पनि छ नि फेरि हाम्रो खाने पैसा आउन सक्नुहुन्छ सम्पर्क गर्नुलाई फेरि हाम्रो भान्जाले के गरिरहेछ कस्तो हरियो देखाउँछ क्या बारी मात्रै हरियो भएन वन त पुरै हरियो छ आलु रोपे यस्तो आधी खाएर मेरो छोरा त्यहाँ सुत्या मेरो छोरा फेरि यस्तै सुत्या है मजाले अर्को फेरि माटी खेलाइरह हेलो बोल्दैन नि तिमी त त्यो अनुहार कस्तो गरा ए जेसीबी ड्राइभर माटो पनि खेल्नु पायो भइगयो यहाँ यति छ अम्रै आज 2 दिन खाले छैन त्यहाँ एक धोक्रा भइसक्यो उठा सानो उज्यालो भइसक्यो अब अम्रैमा आउने होला नि चर्ने होला नि लागिरहेछ त्यही हो सुत्ने ठाउँ हेर त्यो अब फाल्ला आयो फेरि बल्ल बल्ल खेर्याएको फाइनली गाइज अब हाम्रो पनि टिभी सक्यो होइन अब एकछिन पछि घरतिर लाग्छौँ हामी अब गएर अम्चुरको लागि तयारी गर्नुपर्छ गाइज होइन अब घर पुगेपछि गाइज ल त गाइज फाइनली घर पनि आइपुग्यो अम्रे लिएर हेर्न सक्नुहुन्छ यी गाइस एक धोक्रा भइसक्यो आधा धोक्रा जति चाहिँ हुँदैछ आमाले लिएर आउँदै हुनुहुन्छ गाइस हैन अब एकछिन पंखामा हावा खाने भन्यो लास्ट गर्नु भयो के ल त गाइस आजलाई यति नै अब फेरि अर्को ब्लगमा भेटौँला भिडियोलाई चाहिँ लाइक गर्नु सब्स्क्राइब गर्नुस् अनि कमेन्ट गर्नुस् ल है ल त बाइ बाइ